दर्शकबिन धरानका मेयर हर्क साम्पाङले 24 घण्टा नबित्दै सामाजिक सञ्जाल फेसबुकमा 116 भन्दा धेरै पोस्ट गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा निकै एक्टिभ देखिएका हर्क साम्पाङले कहिले बालन विरुद्ध त कहिले रवि लामिछाने विरुद्ध र कहिले कुलमान घिसिङ विरुद्ध विभिन्न किसिमका स्ट्याटस त कहिले आफ्नै पार्टी श्रम संस्कृति पार्टीलाई आर्थिक सहयोग गर्नुस्, विभिन्न किसिमका सहयोग गर्नुस्, हाम्रो पार्टीको उम्मेदवार बनिदिनुस्, हाम्रो पार्टीमा वेलकम छ जस्ता विभिन्न किसिमका पोस्ट गर्दै सामाजिक सञ्जालमा 24 घण्टा नबित्दै 116 भन्दा धेरै पोस्ट गरेका छन्। उनी सामाजिक सञ्जालमा पछिल्लो समय निकै एक्टिभ छन्। उनको पार्टी श्रम संस्कृति पार्टीलाई पछिल्लो समय उनले निकै प्राथमिकता दिएर सामाजिक सञ्जाल तथा प्रत्यक्ष भौतिक रूपमा पनि निकै अगाडि लिने प्रयास गरिरहेका छन्। नयाँ शक्तिहरू मिलेर जाने जनताले सुझाव दिइरहेका बेला बालेन र रवि मिलिसके, तर हर्क साम्पाङ भने कसैसँग नमिलेर एक्लै जाने र एक्लै बहुमत ल्याएर आफै नै प्रधानमन्त्री बन्ने तर्क राखेका छन् भने पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछाने र बालेन शाह विरुद्ध निरन्तर टीका टिप्पणी गरिरहेका छन् भने उनले आफ्नो पार्टी श्रम संस्कृति पार्टीलाई विभिन्न किसिमको आर्थिक सहयोग भौतिक सहयोग गर्नुस् भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।